Hello guys, welcome to my new video. आज हामी अहिले चाहिँ यहाँ तकसेरा गाउँमा छौँ। हामी चाहिँ अब यहाँबाट चाहिँ यता यहाँको गाउँहरू अवलोकन गर्न जाँदैछौँ। उता बाइकहरू रेडी स्टार्ट पोजिसनमै छन्। अनि चाहिँ हामी उता के गाउँ रे अर्को बाछी गाउँ नि अहिले बाछी गाउँ जाने होइन अहिले हामी यहाँ बाछी गाउँ जाँदैछौँ। अनि हामी बसेको होटल चाहिँ यो होमस्टे तकसेरा कम्युनिटी होमस्टे हो। यहाँ आउनु होला, यहाँ चाहिँ एकदमै राम्रो सुविधा छ। अहिले सिजन नभए पनि तर पर्यटकहरू चाहिँ आन्तरिक पर्यटकहरू बाह्य पर्यटकहरू प्रशस्तै आउनु हुँदो रहेछ। एकदम गुड टाइप्स भइरहेछ। म त्यहाँ यहाँको तपाईँको कम्युनिटीको होइन यहाँको भिलेजको बारेमा केही कुराहरू यहाँको स्थानीयलाई सोध्ने पनि छु र हाम्रो एकदमै राम्रो आउनेछ। यो चाहिँ बासी गाउँ हो। अनि यता आइरहेका छौँ हामी। कुकुरहरू भौटे कुकुरहरू भौटे बच्चाहरू क्युट छ। हो चस्मा उल्टो लाउने भाइ यहाँ चाहिँ हामी लिइरहेको छौँ है। यो भिलेजमा चाहिँ यो ढुङ्गाले बनेका घरहरू एकदम यो घोडा बाँध्ने ठाउँ होला सायद। घोडाहरू पाउँछ होला होइन यहाँ हो। त्यो घोडा सोडा चढ्ने कुरा हुन्थ्यो नि, त्यो कता हो त? भिडियो खिच्न मिल्छ नि? उता भने यो गाउँपालिका यो गाउँपालिका कुन? हजुर यो कुन गाउँपालिका? पुता पुता उत्तर गाउँपालिका। ए ल 14वटा वटा होइन। यो ठाउँका अधिकांश घरहरू चाहिँ यो बन्द देखियो, के कारणले होला? मान्छेहरू नभएको कामतिर। अहिले काम चलिरहेछ है। ठिक छ, धन्यवाद। यहाँ चाहिँ अहिले मानिसहरू काममा चाहिँ निस्किनु भएको रहेछ। नानु के गर्दै हो? होमवर्क लेख्दै? के लेख्दैछौ? के को होमवर्क? नेपालीको? ए डोको बुन्दै हुनुहुन्छ? डोको बुन्दै? डोको बच्चालाई? ए सिस्नु टिप्ने? क्या बच्चाहरू त कति क्युट क्या बच्चाहरू एकदमै होइन। राम्रो रहेछ जे होस् गाउँ। बाछी गाउँ ल ठिक। ल हामी पछाडि दिइरहेछन् मनोज राजा। यो बाछी गाउँको तक गाउँको सेराको चाहिँ अलग एउटैमा आउँछ। यतातिर आलु चाहिँ प्रशस्तै फल्ने रहेछ जस्तो लाग्छ मलाई। च्याङ्ग्रा हो? च्याङ्ग्रा होइन, यो बाख्रा हो है। के बाख्रा रे?
क्षेत्र बाख्रा यतातिर आलुहरू फल्ने कुकुर त बाल छ त यार भोटेले फेरि खाला नि लोकल बाछी गाउँमा कस्तो लागिरहेको छ तपाईँलाई पूर्वी रुकुमको बाछी गाउँमा आइसकेका छौँ तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ किनभने हामी 2-4वटा आलुका बोटहरू अवलोकन गर्दैछौँ अहिले 2-4वटा च्याङ्ग्रा पनि देखियो हजुर 2-4वटा भोटे कुकुर पनि देखियो च्याङ्ग्रा बाख्रालाई च्याङ्ग्रा भनिदिने नचिनेर हामी चाहिँ यति बेला बाछी गाउँको पुरै अवलोकन गरेर यहाँ त्यति बेला यो बाछी गाउँमा छेउ पनि प्रशस्त रूपमा पाइयो रहेछ यहाँ चाहिँ आलुहरू भर्खर भर्खर खेती गरे जस्तो महसुस गरिरहेको छौँ हामीले यति बेला यो ठाउँमा चाहिँ मगरहरूको बाहुल्यता बढी देखियो मगर बस्ती रहेछ यो चाहिँ हामी त्यो बाछी गाउँबाट यही समय यता भिरको बाटो हिँडेर चाहिँ सुन्दर तालमा आएका छौँ यो ताल चाहिँ भिरगाउँ भन्ने ठाउँमा रहेछ तालमा यताहरू बच्चाहरू खेलिराख्नु हुन्छ यता आएका छौँ निर्माण कार्य पनि हुँदै रहेछ थोरै ताल सानो भए नि सुन्दर चाहिँ छ बब्बाल बिगरिरहेको छ एउटा टावर रहेछ भ्यू अल्ट्रा जुम गरौँ न त्यहाँ माथि त्यो डाँडा त देखिन्न जुम गर्नु न त्यहाँ माथि डाँडा लाग्नेवालो हो नि यतातिर चाहिँ बारीहरूमा चाहिँ मकैहरू उम्रिसकेका छन् यतातिर खासै पानी नपर्ने एरिया हो कि जस्तो लाग्यो तल चाहिँ गाउँहरू खोलाको किनारमा यो चाहिँ पुथा उत्तर गङ्गा यो उत्तर गङ्गा रहेछ क्या तलको अनि तल गाउँहरूमा त्यहाँ जानुपर्ने हुन्छ एकछिनमा जानुपर्ने त्यहाँ हो अहिले एकछिनमा सिधी चढ्दैछौँ हामी अहिले मामा अगाडि गइसक्नुभयो पछाडि टिमहरू पनि आइराख्नु भएको छ यहाँ माथि चाहिँ टावर एउटा मन्दिर छ त्यसकै लागि हामी माथि जाँदैछौँ यसो आएको गइदिउँ न त भनेर यो डाँडो जस्तो छ यो डाँडोमा चाहिँ ट्याक्क सबै देखिन्छ पारी सिस्ने हिमाल पनि देखिएको छ अलिकति बादलले ढाकेर सिस्ने हिमाल पनि राम्रो देखिएको छ फोटो खिच्नु त परबाट उत्तर गङ्गा हुन्छ तलको यो सानो भेरी मिसिन्छ होला यो होइन अहिले हामी यता सेरामा छौँ हाम्रो चाहिँ यहाँबाट चौरी खर्क जाने प्लान थियो यहाँबाट फेरि काँक्री गएर चौरी खर्क जानुपर्ने भएको हुनाले हामी चाहिँ यहाँबाट 2-3 घन्टा लाग्छ अरे यता माथि ढोरपाटन ढोरपाटन जान्छौँ होइन अनि ढोरपाटनबाट चाहिँ त्यहाँबाट बुर्तिबाङ झरेर अनि प्लान के हुन्छ त्यो चाहिँ गर्छौँ रमाइलो मजा भइरहेछ है राम्रो भइरहेछ मजा रमाइलो भइरहेछ अपडेट दिइरहन्छु अब राइड गर्नुपर्छ होइन त्यही भएर चाहिँ अपडेट आइरहेको छैन तर पनि जहाँ विश्राम हुन्छ त्यहाँ चाहिँ अपडेट हुन्छ र केही अफरोडिङ रोडहरू पनि देखाइन्छ राइड गरेको ल
ढोरपाटन प्रवेश। ल अहिले हामी चाहिँ ढोरपाटन जाँदैछौँ। यता चिसो खाने प्रोग्राम भइरहेको छ, स्प्राइट खाने। अनि हेर्नु न कस्तो बबाल बबाल उत्तर गङ्गा बगिरहेको छ। ऊहरू गाईहरूले चाहिँ दुःख दिइरहेछ। यता चाहिँ बेजोगै भइरहेछ। वा जङ्गल सल्लाहको रुखहरू बब्बाल बाल देखिरहेछ। हिउँ परिरहेछ। हामी अहिले ढोरपाटनको फेदमा छौँ। घोडा हामी ढोरपाटन जाने बाटोमै छौँ। यहाँ पछाडि भ्यू हेर्नु न, बबाल वा बबाल भ्यू छ। यही त यस्तो छ ढोरपाटन झन् कस्तो होला है, बबाल छ। हेर्नुहोस् भ्यू, ओ बस्तीहरू बबाल वा। हामी अहिले यता ढोरपाटन आइपुगेका छौँ। यहाँ चाहिँ हाम्रो अब खाजा खान जाने प्रोग्राम छ। यता माथितिर खाजा खाना जाने कुरा छ। खाजा खान जान्छौँ अनि त्यसपछि जोडी। हामी अहिले यहाँ खाजा खाने ठाउँमा छौँ है। पछाडि खाजा खाने कुरा छ। बाइकहरू त्यता पार्क गरेका छौँ। अहिले चाहिँ इनर्जी ड्रिङ्क एक्सट्रिम खाँदैछु। जोडीहरू ढोरपाटनको पाटन हो। एकदमै ठुलो पाटन छ। यता चाहिँ घोडाहरू दौडाउन पनि मिल्ने रहेछ। एकदमै सुन्दर, एकदमै बागलुङमा पर्ने यो ढोरपाटन एकदमै राम्रो छ। कृपया तपाईहरू पनि आउनुहोला है त। अहिले हामी यहाँ पाती हाल्ने भन्ने ठाउँमा छौँ।
अनि यहाँसम्म चाहिँ मैले बाटोमा भ्लग बनाइनँ किन भन्दाखेरि हामी हतारमा हिँडेको थियौँ, पानी पर्ला जस्तो गरिरहेको थियो। अहिले मौसम त यस्तो भयो कि यहाँ बाटै देखिन्न अगाडि चलाउँदाखेरि यस्तो भएको छ। चिसो एकदमै चिसो छ हाम्रो हुलिया यस्तो भएको छ। खतम छ। अहिले हामी यहाँ चाहिँ लुगुम भन्ने ठाउँमा छौँ। लुगुम पारीको चाहिँ गाउँ हो, लुगुम गाउँ। अहिले 8 बज्नै लाग्यो होइन। हामी चाहिँ आज काँक्री गएर बस्छु होला सायद, यही लुगुममा नि बस्न सक्छौँ, होटलहरू कस्तो छ हेरेर, नत्र हामी काँक्री जाने प्लान छ। ल रातको 8 बज्न लाग्यो। अब यात्रा चाहिँ कठिनपुर नै छ। हामी माउली भान्जा छौँ अहिले चाहिँ है।